साइकल चलाउने धेरैले नजान्ने केही जिनियस ट्रिक्स 1 वायर रोप फाट्न थाल्यो भने एकैचोटि जिप टाई लगाएर क्लकवाइज तान्नुहोस्। फाटेको भाग तुरुन्तै मिलिहाल्छ। 2 शक एब्जर्बरमा तेल हाल्न सिरिन्ज प्रयोग गर्नुहोस्। तेल फजुल जाँदैन, सफा तरिकाले भित्र जान्छ। 3 चेनमा तेल हाल्दा हरियो टेप करिब 20 पटक बेर्नुहोस्। तेल सिधै चेनमै बस्छ र बाइक फोहोर हुँदैन। 4 फोन नखस्ने सस्तो ट्रिक। फोन कभरमा 4 प्वाल ड्रिल गरेर जिप टाईले क्रस बारमा फिक्स गर्नुहोस्। कभरभित्र फोन राखेपछि सुरक्षित रूपमा टिकिरहन्छ। 5 रिम टेढो भयो, जिप टाईको टुप्पो रिम नजिक मिलाएर चक्का घुमाउनुहोस्। कुन स्पोक बेन्चिएको छ तुरुन्तै पत्ता लाग्छ। 6 टायर चढाउन गाह्रो हुन्छ, रस्सीलाई व्हील हबमा बेर्नुहोस्। लेभरेजले टायर सजिलै बसिहाल्छ। 7 किक स्ट्यान्डको कडा स्प्रिङ रस्सीले तानिदिनुहोस्। किक स्ट्यान्ड माथि उठाएर एकचोटि थिच्दा स्प्रिङ ठिक ठाउँमा बस्छ।